सम्म पानी परेछ यो तेरिका यो 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 धोबी चरा हो यो 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 धोबी चरा हो यहाँ आएर चाहिँ हाम्रो घरमा ओत लाएर बसेको छ त्यसके ओहो हाम्रो घरमा यी वर्षको एकचोटि यसरी मौरीहरू घार लाग्न आउँछ नि यहाँ यी छ नि त ए बटमौरी हो यो तेरिका हाम्रो घरमा पानी परेर त्यो चराहरू जङ्गली चराहरू आएर ओत बसेको त्यो चराहरू पानी परेको छ हाम्रो घरमा आएर ओत लाएर बसेको ए 10 5 6 7 8 रहेछ एकचोटि आउँछन् जान्छन् कहिले कहिले बस्छन् कहिले कहिले चाहिँ 1 महिनापछि जान्छन् ए आज बस्न आएको ए भर्खरै आएको रुखको आँपमा नि बसेछन् कताहरू कता गर्छन् कुद्ने बास बस्न आएको हेर्नु त घार पहिले घार छोडेर गर्थ्यो त्यसैमा बस्न आएको ए बनमौरी हो यो ए ए रुखमा नि बस्यो थुप्रो आएको 1 महिना जति बस्छ बस्दैन उनीहरू त अब यही घरि वरिपरि यसो चाहिँ फुलसुल भयो बस्छ राई त जान्छ बसेर बास बस्न आएको यिनीहरू ठुलो थियो काटेर मह पनि खाइयो 1 किलो जति आएको थियो ओहो हेर्नु त ओहो यो जङ्गली बौरी हो पानी पऱ्यो असार बसन्त 2083 असार 32 गते के बार बजी आज के बार हो भनेको के बिहिबारको दिन चाहिँ आउनुपर्छ बास बस्न पितृदेव अब पूर्वजहरू इष्टदेवहरूको चाहिँ आत्मा होला नि त्यो मौरीमा अनि यसरी घर खोज्दै आउँछन् क्या यिनीहरू वर्षको एकचोटि अनि आफ्नै खुसीले जान्छन् पुरा घाँड बनाएर बस्नुपर्छ वर्षको एकचोटि आउनुहुन्छ जङ्गलतिर बास पानी पऱ्यो होला गरे आधी बेरी भयो होला त्यहाँ बस्न नसकेर हाम्रो घरमै वर्षको भिरमाउरी ए सधैँ वर्षको एकचोटि आएर बस्छ नि हाम्रो भिरमाउरी ए मङ्सिर पनि आउँछ नि यो असार साउन पनि आउँछ नि असारको मसान्तमा हाम्रो घर त पुरा माउरी भिरमाउरी आएर बसेको छ